Welcome to Nishal Vlog. Like, share, and subscribe. काम लागिसकेको छ यहाँ पानी पर्दै नुरिया सुत्दैछ नि बेलासम्म अरू दुईटा छ नि त ओके यसो कामै छैन पानी मन्दिर अनि म रेडी भएर बसिसकेँ आज हाम्रो डे 4 गुड मर्निङ एभ्रिवान Stay tuned, like, share, subscribe. अनि अरूहरू चाहिँ यस्तरी सुतिरहेछन् सबैजना म चाहिँ उठेर चिया पाक्दैछ है हेलो दिदी हेलो अदरक डाल के अदरक डालना बाकी है। आजको हाम्रो मेनु के हो त दिदी आजको हाम्रो मेन्यु लोकल भाले खानु जाने हो कता भन्छ माछा भनेर होइन आज सानो सानो खाएर गयो न अब हाम्रो चना पाक्दैछ हाम्रो राज दाइबाट उहाँ हुनुहुन्छ हाम्रो एक्स आर्मी अनि यो छ हाम्रो अदरक वाला चाय एकदम टेस्टी भएको छ राखेर आफ्नो हातको स्वाद सिद्धार्थ होटलमा के यसो प्रचार गरिदिनु न आफ्नो होटल पनि ल सिद्धार्थ होटलमा यो अब कर्णाली प्रदेशकै 4 स्टार होटल हो हैन यहाँ तपाईहरु चाहिँ एकदम स्पेशल चाहिँ ब्रेकफास्ट डिनर हाई टी चाहिँ लिन सक्नुहुन्छ अनि त्यहाँ चाहिँ स्विमिङको पनि व्यवस्था छ स्पाको पनि व्यवस्था छ जिमको पनि व्यवस्था छ मजाले स्वच्छ वातावरण छ हाइवेदेखि धेरै टाढा पनि छैन नजिकै छ हिलेखाली चोकभन्दा अलिकति तलतिरपट्टि छ हैन तपाईले एउटा पारिवारिक वातावरणमा हस्पिटालिटी फ्रम द हार्ट भन्ने हाम्रो स्लोगन छ त्यो अनुसार चाहिँ तपाईहरु आएर सेवा गरिदिन सक्नुहुन्छ धन्यवाद ल उहाँ चाहिँ हाम्रो सिद्धार्थ होटलको सेल्स रिप्रेजेन्टेटिभ हुनुहुन्छ है यसो डिस्काउन्ट चाहिएमा चाहिँ मलाई सम्झिनु होला निशलको ब्लग हेरेर आएको भन्नु अनि यहाँ चाहिँ अब हाम्रो पिआरएको तयारी हुँदैछ त्यो चाहिँ सोसल म्यापिङ भनौँ यो इखेनी गाउँको सिमाना कहाँ छ सिमानामा कुन कुन जिल्ला छ यसको वरिपरि के छ अनि यहाँको रिसोर्सहरू चाहिँ हामीले सबै हेर्छौँ अनि हाम्रो सरले चाहिँ हामीलाई कसरी गर्ने यसको पर्पज के हो भनेर सिकाउँदै हुनुहुन्थ्यो यो चाहिँ हामीले मेनली यहाँ चाहिँ कुन चिजको आवश्यकता छ के डेभलपमेन्ट गर्न जरुरी छ बाटो कहाँ चाहिन्छ पुल कहाँ चाहिन्छ भनेर थाहा पाउनलाई गर्छौँ पिआरए भने चाहिँ हामीले सर्टकटमा पिआरए भन्छौँ यसलाई नेपालीमा चाहिँ सहभागितामूलक ग्रामीण मूल्याङ्कन भनेर भन्छ पार्टिसिपेटरी रुरल अप्रेजल भनेर अनि यसको पर्पज चाहिँ मेन त्यहाँको बारेमा बुझ्ने त्यो ठाउँ कसमा के रिसोर्सेसहरू हुनसक्छ त्यहाँ खेती छ भने हामीले त्यसलाई कसरी बजारमा लगेर बेच्न सक्छौँ त्यसपछि त्यहाँ कुनै चिजको कमी छ भने त्यो कसरी पुरा गर्न सक्छौँ भनेर गर्छौँ जस्तो त्यहाँ चाहिँ हामीले त्यहाँ पुलिस स्टेसन थिएन एउटा त्यो चाहिँ अब हुनपर्ने भन्ने देखियो किनकि बाब्या चौर र यता चेपाङ भएको चाहिँ जान 1.5-2 घन्टा लाग्छ भनेर भन्दै हुनुहुन्थ्यो त्यहाँदेखि पुलिस आउनलाई अनि त्यसपछि हस्पिटल पनि रहन्छ त्यहाँ एउटा अनि समस्याहरू चाहिँ बुझिन्छ त्यो बनाएर अनि हामीले चाहिँ त्यहीको रिसोर्स युज गर्नुपर्छ त्यसैले खोलाबाट बालुवा ल्याएर अनि त्यहाँको घाँसहरू टिपेर ढुङ्गाहरूबाट हामीले यो बनायौँ 105 गठाका देखाएर कुन घर कहाँनिर छ सबै सहभागितामूलक ग्रामीण मूल्याङ्कनबाट चाहिँ थाहा हुन्छ त्यसपछि हामीले गएर खाना खायौँ अनि खाना खाइसकेपछि चाहिँ हिजो हाम्रो अब एफजिडी भएको थियो मेन्सुरेसनको टपिकमा त्यसपछि अवेरनेस पनि प्रोग्राम भएको थियो अनि आज चाहिँ हाम्रो छ अब नाटक प्र्याक्टिस अनि डान्स प्र्याक्टिस जुन चाहिँ हामीले अब भोलि देखाउँछौँ अनि यहाँ चाहिँ सरले अब स्टोरी सुनाउनु भएको छ अहिले चाहिँ हाम्रो नाटकको स्क्रिप्ट त्यसपछि पात्रहरू चुज गरेर चाहिँ हामी नाटक प्र्याक्टिस गर्छौँ साइनीको भट्टीको चिनपानी पनि राम्रो साइनी पनि राम्रो साइनीले भनेको मलाई
सलमान खान जस्तै छु अरे नि म त्यसले के अरे सिरिस हो यार त सलमान खान जस्तै छस् सानीले आकाशकै सानीले इज्जत गयो पिउने बानीले सारा यो गाउँको आफूले भन क्या त्यसपछि नाटक प्र्याक्टिस गरेपछि हामीले खायौँ खाजा जुन थियो चटपटे यो छ खेनीको भेरी हामी नुहाउन जाँदैछौँ पौडी खेल्न फोटो भिडियो खिचेर नुहाएर टक्क लाएर फर्किन लागेको सो दामी भ्यू छ यहाँ शान्ति सनसेट अनि म नुहाएर टक्क लाएर कपडा पनि धोएर बसेँ आजको लागि यति नै साथीहरू बाई बाई सी यू अन नेक्स्ट डे